जय मसीह सबैलाई। म पास्टर संगम केसी। मेरो चर्चको नाम आशा प्रेस्बिटेरियन चर्च, जहाँ म पास्टरको रूपमा, एउटा अभिषिक्त पास्टरको रूपमा विगत 23 वर्षदेखि सिनियर पास्टरको रूपमा सेवारत छु। दर्शकवृन्द, तपाईलाई म उत्साह दिन चाहन्छु। मत्तीको सुसमाचार 7 अध्यायको 1 पदमा यसरी लेखेको छ, अरूलाई दोषी नठहराओ, तिमीहरू पनि दोषी ठहराइने छैनौ। 2 पदमा, किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्दछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ भनेर यहाँ बताइएको छ। कहिलेकाहीँ हामी झट्टै अरूलाई दोष लगाउँछौँ है। त्यो व्यक्तिले सायद हाम्रो बारेमा केही पनि भनेको छैन, हाम्रो बारेमा उसले कुरै गरेको छैन, बेचारा उसलाई कुरा गर्ने फुर्सद पनि छैन। ऊ आफ्नै तनावमा, आफ्नै समस्यामा, आफ्नै जीवनमा जोहो गर्नुपर्ने अवसरमा घरमा चुलो बाल्नुपर्छ, अन्नको जोहो गर्नुपर्छ, छोराछोरीलाई पकाएर तुल्याउने कुरा घरमा श्रीमतीको लागि जम्मा गर्नुपर्छ, मेहनत गर्नुपर्छ, छोराछोरीको लागि फीहरू तिर्नुपर्छ, त्यस्तो होला। तर कहिलेकाहीँ हामी त्यो व्यक्तिले हाम्रो बारेमा केही पनि सोचेकै छैन क्या, तर हामी फलानु यस्तो उस्तो भनेर हामी दोष लाउने काम गर्छौँ। तर वचनमा प्रभुले के भन्नुहुन्छ? अरूलाई दोषी नठहराओ, तिमीहरू पनि दोषी ठहराइने छैनौ। अरूलाई दोषी नठहराओ, तिमीहरू पनि दोषी ठहराइने छैनौ। जब हामी अरूलाई दोष नै लगाउँदैनौँ भने हामी पनि दोषी हुने छैनौँ नि त। परमेश्वरले तपाईँ र मलाई ख्रीष्ट येशूमा एकअर्कालाई क्षमा गर्नको निम्ति, एकअर्कालाई प्रेम गर्नको निम्ति, एकअर्कालाई हौसला उत्साह दिनको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा रोज्नु भयो, बोलाउनु भयो। यदि परमेश्वरले हामीलाई एकअर्कालाई प्रेम गर्न, क्षमा गर्न र मेलमिलाप गर्न बोलाउनु भएको हो भने हामीले अरूलाई दोष लगाएर हाम्रो जीवनमा के नै फाइदा हुन्छ र? हेर्नुहोस्, म तपाईँलाई एउटा कुरा भन्छु, स्पष्टसँग म तपाईँलाई एउटा कुरा भन्छु, प्रिय दर्शकवृन्द, तपाईँको जीवनमा त्यति बेला आनन्द आउँछ जब तपाईँ अरूको खुसीमा रमाउनुहुन्छ। तपाईँको छिमेकी, तपाईँको साथी सङ्गी जब उसले प्रगति गर्छ, उसले उन्नति गर्छ, उसको जीवनमा समृद्धि आउँछ, उसको जीवनमा भएको आशिष देखेर तपाईँ रमाउनुहुन्छ नि, खुसी हुनुहुन्छ नि, त्यो जस्तो आनन्द जीवनमा अरू कुनै पनि हुँदैन। यदि म अरूको प्रगति र उन्नतिमा खुसी हुन्छु, रमाउँछु भनेदेखि मेरो हृदयमा उप्रतिको वैमनस्यता, उप्रतिको शत्रुता, उप्रतिको बेमेल हुँदै हुँदैन क्या। म उसलाई सधैँ पोजिटिभ माइन्डले हेर्छु, सकारात्मक सोचले हेर्छु, ताकि उसको राम्रो भएको म देख्न चाहन्छु, राम्रो भएको म कामना गर्छु, प्रार्थना गर्छु। उसले उन्नति गरेको, ऊ सफलताको शिखरमा चढेको, उसको जीवनमा भरिभराउ भएको जब म देख्छु नि, जब ऊ त्यो कुरा प्राप्त गर्छ नि, मेरो साथी, मेरो सङ्गीले, जब म उसको सफलतामा खुसी हुन्छु नि दर्शकवृन्द, म त्यसै खुसी हुन्छु क्या। जसको कारणले मलाई उसको बारेमा कुरा गर्ने फुर्सद पनि हुँदैन, जसको कारणले मलाई उसलाई दोष लाउने कारण पनि हुँदैन। अनि यही नै हो जीवनको खास रहस्य। प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो प्रगतिमा खुसी हुनुभएको थियो। तपाईँ र मैले पापबाट क्षमा पाउनुपर्छ, तपाईँ र म बचाइनुपर्छ, तपाईँ र म अनन्त जीवन पाउनुपर्छ। प्रभु येशूले त्यो चाह गर्नुभयो। प्रभुमा केही पनि स्वार्थ थिएन, उहाँ आफू मरेर तपाईँ र मलाई जीवन दिनुभयो, आफू रित्तिएर, आफू सकिएर तपाईँ र मलाई भरिपूर्ण बनाउनु भयो। त्यस कारण त प्रभुले भन्नुहुन्छ, चोर त चोर्न र मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। जीवन पाउन्, कस्तो जीवन? प्रशस्त मात्रामा, त्यो भरिएर पोखिने जीवन, त्यो प्रशस्तताको जीवन पाउन् भन्ने हेतुले आए। प्रभुले भन्नुहुन्छ, यसको अर्थ चाहिँ के हो भने प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो सफलतामा, तपाईँ र मेरो उन्नतिमा, तपाईँ र मेरो जीवनमा खुसी हुनुभएको छ। यदि प्रभु येशू ख्रीष्टले यो शिक्षा तपाईँ र मलाई दिनुभएको हो, बाइबलको यो शिक्षा सत्य छ भने हामी किन अर्काको कुरा काट्ने, किन हामी अरूलाई दोष लगाउने, किन अर्काको खिसी टिउरी गर्ने? जुन कुराले हाम्रो मनमा अशान्ति हुन्छ, जुन कुराले हाम्रो मनमा तितो हुन्छ, तिक्तता हुन्छ, जसले गर्दा आफ्नो साथीसँगको शत्रुता र वैमनस्यता पैदा हुन्छ, किन यस्तो गर्ने हो? यही कुरालाई हामीले मध्यनजर गरेर यदि म मेरो साथीको, मेरो आफन्तको, मेरो नातेदारको, मेरो सङ्गीको, मेरो छिमेकीको प्रगतिमा खुसी हुन्छु भने नि म त्यसै खुसी हुन्छु क्या, मसँग होस् या नहोस्। मेरो साथीले भरिपूर्ण, मेरो साथी भरिपूर्ण हुँदा, मेरो साथीको घर आशिषले चुरिँदा म रमाउँछु भनेदेखि मेरो मन त्यसै रमाउँछ क्या, मसँग नभए तापनि।
जीवनको रहस्य चाहिँ हो। आज मानिसहरू संसारमा दुखी भएको, बिरामी भएको, अशक्त भएको, चिन्ता र ग्रस्तले भएको छ। त्यसले कसरी कमायो, त्यसले कहाँबाट कमायो, त्यसले कहाँबाट ल्यायो, त्यो किन यस्तो भयो, म चाहिँ किन यस्तो हुन सकिनँ, ओहो त्यो त हामीभन्दा धनी हुन लाग्यो, हामीभन्दा अगाडि जान लाग्यो, ओहो त्यसले त हामीलाई जित्नै लाग्यो। यस्ता खालका नकारात्मक सोचले गर्दाखेरि हाम्रो जीवनको आयु पनि घटेर जान्छ। चिन्तामा हामी डुब्न थाल्छौँ, अर्काको प्रगति देखेर हामी जल्न थाल्छौँ, जसले गर्दा अरूलाई हामी दोष लगाउँछौँ। त्यसकारण प्रभुले भन्नुभयो, अरूलाई दोषी नठहराओ, तिमीहरू पनि दोषी ठहराइने छैनौ। अरूलाई दोषी नठहराओ, तिमीहरूलाई पनि परमेश्वरले दोषी ठहराउनुहुने छैन। अन्तमा जीवन जिउने रहस्य चाहिँ यही नै हो। तपाईँ खुसी हुनुहोस्। सानो कुरा, थोरै कुरा तपाईँसँग छ होला, तर जे छ नि तपाईँसँग, तपाईँ खुसी हुनुहोस्। होला तपाईँसँग एउटा सियो छ, म उदाहरणको लागि सियोले के नै आउँछ, कमसेकम त्यो सियो तपाईँको लुगा च्यातिएको बेलामा, फाटेको बेलामा सिलाउन त काम लाग्छ नि। हेर्नुहोस्, सम्बन्ध, च्यातिएको सम्बन्धलाई जसरी सियोले सिलाएर एउटै बनाइ छ नि, तपाईको र मेरो सम्बन्ध पनि साथीभाइसँग यदि भत्किएको छ भने, बिग्रिएको छ भने क्षमा गरेर, मेलमिलाप गरेर, अङ्कमाल गरेर त्यो सम्बन्धलाई पुनर्स्थापित गरौँ। परमेश्वरले हाम्रो जीवनमा त्यसै आशिष दिनुहुन्छ। जब हामी अर्काको खुसीमा रमाउँछौँ, हाम्रो जीवन त्यसै रमाहट बन्दछ। यही नै प्रभु यीशुको शिक्षा हो, यही नै बाइबलले शिक्षा हो। योभन्दा ठुलो थियोलोजी छ जस्तो मलाई लाग्दैन। हुन त म पनि थियोलोजी गरेको मान्छे हो, मलाई थाहा छ। येशू ख्रिस्टको शिक्षाभन्दा ठुलो थियोलोजी कहाँ छ र? त्यसकारण प्रिय दर्शकबिन, खुसी हुनुहोस्, रमाउनुहोस्, एकअर्कालाई हौसला दिनुहोस्, उत्साह दिनुहोस्। दोष होइन, तर प्रेम गर्नुहोस्, क्षमा गर्नुहोस्, मेलमिलाप गर्नुहोस्। तपाईँको सम्बन्धलाई बलियो, प्रगाढ अनि मजबुत बनाउनुहोस्। तपाईँलाई जिउने सूत्र थाहा हुन्छ। परमेश्वरले आशिष दिएको होस्। जय मसीह।